नेपालको सोल्टीहरू सम्झिनु नि त सम्झिरहेको छु धेरै टेन्सन नगर्नु फेरि यता सोल्टीहरू भेट्छ भने जो हुन्छ एकैचोटि एक्स पनि हुन्छ सेक्स पनि हुन्छ नाम के हो भन्नुहोस् त नमस्ते मेरो नाम आयुष राई हो आयुष राई हो साइली र कान्छीलाई सुँगुरले थापे जस्तो छ थापे जस्तो छ होइन तामाङले भएर है तामाङ के खाएर यस्तो राम्रो भएछ छोरी लिम्टिम छ त मेरो छोरी युकेमा सबैभन्दा पहिलो मोर्गेज कम्पनी स्थापना गर्ने व्यक्ति र अनर उहाँ हुनुहुन्छ सेवारो ल पोडकास्ट चलाउनुहुन्छ पोडकास्ट मनोज पोडकास्ट हो के अरे मनोज पोडकास्ट चलाउनुहुन्छ भने युकेमा के आज खेल्यो फुटबल खेल्यो Next year. Score prediction 2-2 and blue team win on penalties. ल अब मेरो साहबहरूसँग अब यसो कहिले कहिले सधैँ होइन यसो मौका पाउँदैन गोर्खा कप आएको बेला भेटेछ हेलो दर्शन नमस्ते अनि छड्के सलाम यो गुइठे केटाको ल हामी चाहिँ अहिले गोर्खा कप सरर हेर्न जाँदैछौँ साथी हो अब त्यहाँ गएर चाहिँ थुप्रै साथीहरू भेट्ने प्लान छ अब प्लान त केही पनि छैन कोहीसँग गरेको पनि छैन अब उहाँ गएर चाहिँ को भेटिन्छ अप्पर झटमा होइन सोल्टिनीहरू विशेष गरी भेट्छु होला भन्ने मैले ठुलो आशा लिएर हिँडेको छु आशा छ सोल्टिनीहरू आउनेछन् यहाँ चाहिँ अर्काको सोल्टिनीहरू छ अब अर्काको सोल्टिनीसँग भेटेर मतलब भएन लोइन सरकार सोल्टिनी अर्काको सोल्टिनी छु यहाँ त अर्काको सोल्टिनीहरू छ आजै तपाईँलाई म पछाडि देखाइदिनु सक्छु ल पछाडि त झन् सर अर्काको मसँग जाने सोल्टिनीहरू देखेर तपाईँहरू पनि केटाहरू जेलस नहुनु है ल रमाइलो हामी गर्दैछौँ जान्छौँ आज धेरै सोल्टीहरू भेटिन्छ होला भनेर अनि कतै एक्सहरू पनि भेटिन्छ कि भन्ने ठुलो प्रबल सम्भावना छ होइन XWZ भाइ सबै भेटिन्छ विशेष गरेर मेरो त अब एक्स केही छैन अब मेरो चाहिँ जो हुन्छ एकैचोटि एक्स पनि हुन्छ सेक्स पनि हुन्छ ल यस्तै छ है आजको घामले चाहिँ टापको फुटाउला जस्तो छ एकदमै तातो छ हिजो साकेलामा आधी उधी कालो भयो अब आजकोले फुल कालो भइँदाखेरि चट्ट नेपालको लेभलमा आइन्छ भन्ने मलाई लागिया छ ल छोरी चेलीलाई चाहिँ सोल्टिनीहरू चाहिँ ठिक हुँदछ हौ जाँदाखेरि डामडुममै अनुहार पुलेर गएको हुन्छ त्यो के अरे मेकअपले अनि त्यहाँ हिँड्दा त्यो घामले पनि केही नहुने क्या भरे धुँदा पनि जसको तस्तै छ त होइन 1 केजी पाउडर दलेर 1 केजी पाउडर दलेर चाहिँ छोरीचेलीहरूलाई चाहिँ ठिक हुँदैछ सोल्टिनीहरूलाई चाहिँ हामी केटाहरूलाई साह्रो छ केटा हो कसरी अब आफ्नो छाला जोगाउने केही छ हाम्रो बहिनी केही पनि छैन दाजु हजुर ल भन्नुहोस् है केही छ भने चाहिँ यहाँ सोल्टीहरूलाई सम्झिहाल्नु चाहिँ अहिले नै अघि भनिसक्यो हजुर हाम्रो कान्छी र साइलीले केही छैन दाजु त्यहाँ नेपालको सोल्टीहरू सम्झिनु नि त सम्झिरहेको छु धेरै टेन्सन नगर्नु फेरि यता सोल्टीहरू भेट्छ भने फेरि नेपालको सोल्टीहरू त गरिहाल्छ होइन अलिकता टेन्सन गरिहाल्छ कता गयो भने होइन कता हौ के त महाभारत के भनिहाल्छ फेरि होइन ल ठिक छ हिकअप आउँदै होला सोल्टीलाई उहाँ ल हामी चाहिँ साथी हो इन्ट्रेन्समा आइसकेको छौँ ल हेर्नुहोस् यहाँ ल यसपालिको गोर्खा कपमा चाहिँ सानो यस्तो सानो बन्दोबस्त गरेर पहिला जस्तो चाहिँ हाम्रो भएन यसपालि गोर्खा खुवाइ चाहिँ यस्तो छ है ल गाइजहरू पहिला त अब
मासु भात चट्टा आएको थियो यसपाला चाहिँ अल्छे भएछ कोही कोही केटीहरू ल हिरो कताजनाले मलाई लानु है आफूको सोटी कता ल अब हिँड्यो अरे म मेरै सोल्टिनीहरू भेट्न जान्छु तपाईको हिरोइन खोज्न जानु हामी आफ्नो हिरोइन खोज्न जान्छौँ हिरो ल गाइज ल अब म चाहिँ सोल्टिनीहरू भेट्नु हिँडेँ है ल अब हामी चाहिँ इन्ट्रान्सतिर जाँदैछौँ एन्ट्री हुनको लागि तर एन्ट्री हुँदाखेरि पुग्न चाहिँ आधी घन्टा टाढो लाग्ने रहेछ आधी घन्टाले लाग्ने रहेछ म्यासिभ क्यु छ यहाँ हेर्नु छ नि यसरी छ यस्तो छ बहिनी नमस्ते अब ल ल गोर्खा मेलाको शुभकामना गोर्खा मेला के भन्छ गोर्खा कपको गोर्खा कप होइन यो अनि गोर्खा मेलामा चाहिँ फेरि गोर्खा मेला भनेर चाहिँ काइन्ड अफ लाइक गोर्खा मेला नै होइन गोर्खा मेला नै हो नि त यो त गोर्खा कप भन्दा पनि त्यही त नि ल हस् ल है ल ल पक्का अब चाहिँ यहाँ हेर्नुहोस् गाइस यस्तो चाहिँ घाम लागेर एकदमै घमाइलो भएको छ त्यही भएर सबै मान्छे अन्डर द छाता छ मैले चाहिँ अर्थचोटि यसमा छाता ल्याएको छैन मेरो टोपीले नै काम गरिरहेको छ भन्ने मलाई विश्वास लागिरहेको छ होइन सोल्टिनी यताबाट छ यहाँ ल ल अब यो चाहिँ यसपाला पनि भेट भयो लास्ट इयर चाहिँ तपाईँ चाहिँ हुनुहुन्न थियो देखिनँ मैले म थिइनँ सोल्टिनीसँग चाहिँ भेटेँ मैले सोल्टिनीसँग हाम्रो खतरा तपाईँलाई मिस गर्नुभएको थियो तर उहाँले ल यसपाला अब ल रमाइलो गर्नुपर्छ हजुर इन्जोय गरेर हुन्छ होला अब तपाईँको छुट्टी हुने आज छुट्टी आज छुट्टी भोलि पनि छुट्टी हो भोलि चाहिँ तपाईँ र मेरो सिफ्ट एउटै छ अब निकोर्सी जब निकोर्सबाट ल अब हामी चाहिँ एउटै कम्पनीमा काम गर्छौँ पहिला पनि एउटै कम्पनी कम्पनीमा हो तर उहाँ चाहिँ मभन्दा चाहिँ होइन पटरको हिसाबले गर्दा चाहिँ 10-12 वर्ष चाहिँ सिनियर हो तर उमेर चाहिँ आज पनि होइन मभन्दा यङ नै देखिन्छ गाई चाहिँ उमेर चाहिँ हिसाबमा त छोटै भयो त्यतिकै मेरो सोल्टीले कहाँ पठाउनुहुन्छ उहाँले इलामेले खोटाङ्गे पठाएको पो त हजुर ल अब भरे भेटिन्छ भेटिँदैन है हजुर अहिले भेटिन्छ होला ल हस् हजुर सबैसँग बस्छु यहाँ ल म पनि बस्छु त्यही सबैसम्म पनि हस् हजुर हस् 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 सजिलो वेदर पनि फ्यान्टास्टिक छ आज लु हुन्छ दाइ इन्जोय गर्नुहोस् है ल अब भेटिन्छ भेटिँदैन लु म यता लागेँ हस् 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 दाइ दाइ राइट गाइस अहिले चाहिँ म चाहिँ यहाँ चाहिँ हेलो हजुर हजुर ल अहिले चाहिँ म चाहिँ यहाँ गोर्खा कप भन्छ नेपालीहरूको होइन गोर्खा कपमा आइरहेको छु यहाँ चाहिँ फुटबल म्याच पनि पर भइरहेको छ तर फुटबल म्याचतिर जानुभन्दा पूर्व चाहिँ म चाहिँ यहाँ चाहिँ अहिले तपाईँहरूलाई चाहिँ यहाँको भनौँ न दोकानहरू अनि यहाँ राखेको स्टलहरूमा घुमिरहेको छु तपाईँहरूलाई यहाँको दृश्यहरू देखाइरहेको छु हाम्रो इलामे ज्वाइँ साहब आउनुभयो हाम्रो ठुली बहिनी आउनुभयो खै चुप्पालीहरू सबै बामराङ्गे हामी चुप्पालीहरू सबैसँग बामराङ्गे भेला भयो आउँछ त यो सबै एउटा फ्रामभित्र हामी बामराङ्गे आयो है बामराङ्गे नाना ल
गोर्खाली गोर्खा कम्पाउन्ड आएर भेट्नु भयो लु अब 2026 को रमाइलो मेरो भान्जी वाइ आर यु त्यहाँ कम सिज माई गोर्जस भान्जी है आज ल लु अब इन्जोय गर्नु भयो त सबैजनाले लु आफ्नो आफ्नो डाइरेक्सनमा फेरि हिँड्नु पर्यो अब हजुर ल अहिले चाहिँ म चाहिँ मोमो खान जाँदैछु मेरो सोल्टिनीहरूले त्यहाँ अर्डर गरिसकेको छ अरे मोमो मोमो तयारी छ भनेर सुनिरहेको छु अब गएर चट्ट खान्छु यहाँ मोमो स्टेसन भन्ने छ त्यो ठाउँमा जाँदैछु मोमो स्टेसनमा चाहिँ मोमो पाकेर रेडी भएको छ भने मैले जानकारी पाएको छु ल अब त्यहाँ गएर चाहिँ अब मोमो खानेवाला छु गाइस ल हेर्नु चाहिँ कता हो यहाँ छ भने चाहिँ यता कता होला खै त मान्छे छैन यहाँ त कता छ ल खै यहाँ मोमो स्टेसनमा भनेर मान्छे भन्थ्यो देखिन मान्छे त अब हामी यतै बसेर खान्छौँ होला यहाँ पाकेको मोमोहरू चाहिँ हामी खाँदैछौँ है ल के हो म हाम्रो के पार्टी हो आज सबै पार्टी चटपटे पार्टी छ चाउमिन पार्टी छ के यो आलु निम्की पार्टी रहेछ मोमो पार्टी छ खै अनि ऊ चाहिँ मासु चाहिँ एउटा खाइदिनु न एउटा सुँगुरको मासु खाऊ न एउटा एक पोवा मासु पनि मागौँ त साइली र कान्छीलाई सुँगुरले थापे जस्तो छ छ होइन तामाङ्नेहरूलाई राईको साथी भएपछि फाप्छ होइन ल ल तिमीलाई चाहिँ फापे नै के हो पोकबेलीले मलाई हड्डीले मात्रै थापे हो हड्डीले थापे ल देखाउनु नि त ल पोकबेली पनि आयो 12 रुपियाँको पोकबेली आमा 12 यस कति महँगो कति सस्तो भन्नु नमिल्ने ल ल सुरु गरौँ ल अब बजाउँ है त ल बजाऊ ल अब म चाहिँ अलिकति पोकबेलीकै फ्यान परेँ त्यही भएर म चाहिँ पोकबेली खान्छु मलाई यस्तो काचा कुचो चाहिँ केही पनि मन पर्दैन मासु भए भइगयो गाडीमा छोडेर ड्रिङ्क गर्छ हेर अब गाडीमा गएर खानु पर्यो ड्रिङ्क है बोक्नु परेर चाहिँ म बोक्थेँ है हामी बहिनी गाडीमा गएर खाउँ म त यही लिएर जाऊँ भनेर नि खास त छैन फेरि गर्मीमा होइन उहाँसँग पुग्नु हजुर यही ठिक भयो यहीँ ठिक छ होइन यो चाहिँ मेरो चाहिँ फेभरेट परेन अनि के भन्छ यो आलु टिम्की यस्ता त म त डाँडा बाउ कोटाइदिन्छु हाम्रो पेटमा कोटाइदिनुहोस् हाम्रो पेटमा ढिलो डाँडा कोटाइस् है मात्रै भन्नु ढिलो कोटा चाहिँ राधा सबैको कान्छी चाहिँ सबैभन्दा हेपामा भएको हो हेर्नु भरे खाने बेला चाहिँ उनीहरू फर्स्टमा होइन फेरि बोक्नु मात्रै ल ल ल ल ल ल अब हामी आफ्नो बाटो लाग्ने नि त हामी कहाँ भेट्ने त डाइरेक्ट घरमा मात्र हो 7 बजे भेट्ने त्यही गाडीमा आउनु ल अब हाम्रो भेट हुँदैन है साथी हो यहाँ अब हामी आफ्नो बाटो ल हामी म सोल्टिनी खोज्नु हिँडेँ अब उहाँहरू जानु ल ल ल बाई बाई ल तपाईँको शुभ नाम के हो भन्नुहोस् त नमस्ते मेरो नाम आयुष राई हो आयुष राई हो पहिला पनि मैले आयुषसँग मैले बनाएको छु के अरे मैले युट्युब बनाएको छु अनि अहिले चाहिँ सब्सक्राइबर कति पुऱ्यायो 1 million 2 million 200,000 कति भयो हजुर going down भाइ यो जीसीसी हुँदा जीसीसी हुँदा ए बिकज पढाइमा ध्यान दिनु पर्यो होइन अब पढाइपछि फी आउँछ फेरि आउँछ पढाइसकेपछि फेरि आउँछ होइन I stay tuned for more video, yeah? Yes, that's good. Yeah, that's got to be okay. I want to see more interesting video, more okay.
इन्टरटेनिङ भिडियो ओके ल हुन्छ ल हुन्छ ल ल, धन्यवाद। धन्यवाद आयुष ओके अल द बेस्ट फर यु ओके ल धन्यवाद ल बाई बाई ल बाई बाई ल यहाँ चाहिँ यसरी मान्छे आउने क्रम जारी छ है साथी यसरी हिँडिरहेको छ डुलिरहेको छ खाने खाइरहेको छ घुम्ने घुमिरहेको छ ल दिनेश यो के को विषयमा हो यो के हो नमस्ते धन्यवाद सबैलाई हजुर तपाईँको युकेमा के तपाईँको होल वर्ल्डमै तपाईँको राइजिङमा चाहिँ छ एडिसनल निड्स हजुर सच एज तपाईँको अटिजम एडिएचडी अनि हाम्रो स्पेसली पर्टिकुलरली नानाले चाहिँ तपाईँको अल काइन्ड अफ डिसेबिलिटिज हजुर इन्क्लुड्स अटिजम एन्ड एडिएचडी हजुर त्यसको लागि चाहिँ हाम्रो इयर एन्ड हाफ एगो चाहिँ हजुर नाना भन्ने नेप्लिज एडिसनल निड्स अवेरनेस नाना भन्ने कमिटी एउटा कम्युनिटी चाहिँ इस्टाब्लिस भएको छ ओके जसले चाहिँ तपाईँको जति पनि एडिसनल निड्स भएको हाम्रो नेप्लिज सोसाइटी नेप्लिज पेरेन्ट्सहरूलाई चाहिँ नेप्लिज बच्चाहरू स्पेसली चिल्ड्रेनहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ कसरी हेल्प सपोर्ट चाहिने हजुर स्पेसली हाम्रो नेप्लिज एउटा कन्जर्भेटिभ सोचाइबाट आउनु भएको छ अनि आफ्नो बच्चालाई चाहिँ कतिले चाहिँ अब हामीहरूले लुकाएको पनि पाएको छौँ भन्न नचाहिदिने अनि बच्चाको कमी कमजोरी छ भने एउटा नेबरहुड एउटा तपाईँको रिलेटिभ होइन अनि सोसाइटीमा चाहिँ तपाईँको सेयर गर्न अलिकति हिचकिचाउने त्यस्तो हुनुहुन्छ भने चाहिँ प्लिज ओपन अप यो तपाईँहरूको त्यो नानीको फल पनि होइन तपाईँहरूको पनि होइन प्लिज ब्रिङ इट आउट सेयर विथ यर फ्रेन्ड्स फ्यामिलीज रिलेटिभ अनि हेल्प इच अदर ओके भन्ने एममा चाहिँ हामीले यो नाना भन्ने चाहिँ खोलेको छौँ है ओके द्याट्स भेरी गुड है ल खुसी लाग्यो अब जसले तपाईँहरूको बाल बच्चालाई अथवा यदि उहाँहरूलाई त्यस्तो अटिजम एडिएचडी भनेको चाहिँ अब उहाँले डिफिकल्टी लर्निङहरू डिफिकल्टी बोल्नु होइन अथवा डिसेबिलिटी जुनै कुरामा छ भने उहाँहरूलाई चाहिँ लुकाउनुको सट्टा बाहिर निकालेर देखाउनुहोस् त्यस कारणले गर्दाखेरि उहाँहरूले चाहिँ राइट सपोर्ट पाउँछ भन्ने उद्देश्य तपाईँको होइन अनि इन टर्म्स अफ हाम्रो सपोर्ट चाहिँ के छ भने यहाँ यदि कमिट गर्न सक्नुहुन्छ भने हाम्रो एभ्री मन्थ चाहिँ हाम्रो भेला हुन्छ हजुर अनि भेलामा चाहिँ जस्तै हाम्रो के अरे एक्स्ट्रा प्रोफेसनलहरू हायर गरेर हजुर यो यस्तो हाम्रो एक्टिभिटिजहरू नानीहरूको लागि हामीले कन्डक्ट गर्छ वर्कसपहरू हुन्छ अनि उहाँहरूलाई एक्स्ट्रा ट्रेनिङ के चाहिने हो पेरेन्ट्सभित्र डिस्कसन गरेर हामीले चाहिँ यस्तो उहरू पनि रन गर्छ यी कम्युनिटी हलमा अनि यु क्यान ब्रिङ यो चाइल्ड यु क्यान जोइन सेयर है हस् थ्याङ्क यू धन्यवाद ल दिनेशजी राम्रो इन्फर्मेसन राम्रो काम गुड जब भयो क्या है ल मलाई एकदम खुसी लाग्यो अब हामी यस्तो कुरामा हामी अब ओपन अप हुनुपर्छ अब कन्जर्भेटिभ अब हाम्रो माइन्डसेटबाट होइन हामी अब निक्लिनुपर्छ थ्याङ्क यू इट्स अ गुड जब है वेल डन ल दिनेश थ्याङ्क यू ल म ल अहिले चाहिँ यहाँ चाहिँ थुप्रै बालबच्चाहरू आएर चाहिँ पेन्टिङहरू गरिरहेको रहेछ होइन उहाँहरूलाई चाहिँ यसो इन्टरटेनमेन्ट रमाइलो गरिरहेको रहेछ लु हेर्नुहोस् यहाँ चाहिँ होइन इट्स अ गुड जब ग्रेट जब होइन राम्रो गरिरहेछ यो भनौँ नाना यो फाउन्डेसनले ल ए यहाँ दोहोरी पो रहेछ त
ल आजको वेदर चाहिँ एकदमै फ्यान्टास्टिक छ तपाईँहरूलाई अघिदेखि भनिदिएको छु होइन बियर पनि चिसो खाउँ खाउँ लायकको वेदर छ तर अभाग्यवश यहाँ चाहिँ अल्कोहल ड्रिङ्कहरू जति पनि मादक पदार्थहरू होइन चाहिँ किन्न सकिन्न पाउन सकिन्न महापर्से चाहिँ यहाँ गर्नु सकिन्न किनकि पहिलाको इतिहासले के भनेको छ भनेदेखि यहाँ चाहिँ साथीहरू विशेष गरी यङ जेनेरेसनको मान्छेहरू चाहिँ खाएर चाहिँ एकदमै धेरै झगडा गर्ने लडाइँ गर्ने होइन हामी हुन्छ नि नेपालीहरूको एक किसिमको बानी बेहोरा देखाउने चलन भएको कारणले गर्दाखेरि यहाँ चाहिँ गएको 3-4 वर्षदेखि चाहिँ यहाँ अल्कोहलहरू चाहिँ बेच्न पाउँदैन जति पनि मादक पदार्थहरू चाहिँ बेच्न मनाही गरेको छ त्यस कारणले यहाँ चाहिँ अहिले तपाईँहरूले खाँदाखेरि सफ्ट ड्रिङ्क पानी मात्रै किन्नु सक्नुहुन्छ पाउनु सक्नुहुन्छ यहाँ चाहिँ कुनै पनि स्टलमा तपाईँले जाँड रक्सी चाहिँ किन्नु पाउनुहुन्न अनि भेट्नु पाउनुहुन्न यदि मादक पदार्थहरू जति पनि अल्कोहल तपाईँहरूले बेचेको भेट्टाउनु भने चाहिँ उहाँलाई चाहिँ कानुन लाग्छ त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ अहिले चाहिँ अनेस्टली भन्दाखेरि होइन यति राम्रो वेदर चिसो बियर खाउँ खाउँको भए पनि अभाग्यवश तपाईँहरूले खानु पाउनुहुन्न है ल पाउनुहुन्न यहाँ चाहिँ तपाईँहरूले यदि अल्कोहल खानुहुन्छ चाहिँ घरबाट आफै लिएर लुगाएर खान सक्नुहुन्छ तर होइन देख्ने गरी चाहिँ खानु सक्नुहुन्न दाइ तपाईँलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु थ्याङ्क यू भेरी मच लङ टाइम पछाडि दाजुभाइको भेट भयो हामी पोर्टरमा एउटै ठाउँको मान्छे होइन दाइसँग नेपालमा छुट्टी पनि खतरा मनाउने मेरो एकदम प्रिय दाइ एकदम जोसी दाइ हुनुहुन्छ उहाँबाट होइन हामीले धेरै कुराहरू सिकेका छौँ दाइ ग्ल्याड टु सी यु आफ्टर लङ टाइम हामी एउटै कम्पनी छु न आज एउटै कम्पनी ठाउँ मात्रै फाल्टो फाल्टो होइन ल खुसी लाग्यो दाइ को गर्नु छ म दाइहरूसँग आएको छु दाइ हुनुहुन्छ अहिले घुम्नु चाहिँ अहिले घुम्दैछु दाइहरूसँग आएको छु हजुर के अरे कङ्ग्रेचुलेसन तिम्रो अझै प्रगति हुँदैछ सब हामी सबै उस्तै हो दाइ ल हेलो ल गाइस मेरो छोरी हुनुहुन्छ है उहाँ चाहिँ एकदम गोर्जियस ब्युटिफुल हजुर हिजो चाहिँ आउनु भएन साकेलामा ज्वाइनले चाहिँ भेटेको थिएँ तपाईँले चाहिँ आउनु भएन आज चाहिँ भेट्नु पाइयो खोजी लाग्यो ज्वाइन चाहिँ भेटेको छैन है के खाएर यस्तो राम्रो भएछ छोरी लिम्टिम छ त मेरो छोरी ल अब भरे भेटिन्छ भेटिँदैन यत्रो ठुलो ग्रुपमा रमाइलो गर्नु होला होइन नहराउनु होला ल है तपाईँलाई सिलेर अब भेट्नु हुन्छ होला यता कता हेर्ने अब साह्रो छ भेट्नु चाहिँ होइन आज चाहिँ काली म पनि काले न काली हिजोको र आजकोले चाहिँ ठ्याक्कै नेपालको जस्तो मान्छे भइसकेको छु आज हो डोडिसकेको हस् हस् बहिनी ल मै पानी लियो है हामी चाहिँ ल हाम्रो ल चिजबाट हिमालबाट आएको हस् हाम्रो अब बहिनीले भनेको ल हस् धन्यवाद हस् हस् ल चिसो पानी बहिनीको त ठिकै भयो चिसो पानी खोलाको पानी अरे बहिनीले हजाउनु भयो एकदम लोर्के मान्छे के गर्दैछौ फुटबल खेल्ने त्यस्तै यस्तै हुन्छ आजकल भने यस्तो हुन्छ आजकल भोलिको फुटबल यस्तो हुन्छ मोडल फुटबल ल हामी चाहिँ फुटबल हेर्नु चाहिँ आएको छौँ सबैको त भएन ल पोडकास्ट मनोज पोडकास्ट हो के अरे मनोज पोडकास्ट चलाउनुहुन्छ उहाँले युकेमा अनि उहाँ चाहिँ गीत सङ्गीतमा पनि एकदम धेरै होइन गीत सङ्गीतको प्रेमी हुन्छ धेरै समर्थन साथ सपोर्ट गरिरहेको हुन्छ नेपाली कलाकार साथीहरूलाई भाइ कि भिड है थ्याङ्क यू सो मच अनि त्यसै गरी एकदमै त्यसै गरी लुकेर यहाँ दाइ तपाईँको गन देखाएको गन उहाँ चाहिँ मेरो
गुरुजी पनि हुनुहुन्छ होइन पटनको गुरुजी रेगुलर कम्पनीको गुरुजी मैले जस्तो देखेको त्यस्तै छ आज कारण फेरि खगेनको फेरि यो पोडकास्ट चाहिँ यस्तो दामी छ उस तिम्रो टिकटक युट्युबमा हजुर थ्याङ्क यू दाइ सबैले खगेन दाइको चाहिँ पहिला अब दाइ चाहिँ हाम्रो दाइ चाहिँ हङकङ च्याम्पियन पनि हुनुहुन्छ पहिला होइन राजकुमारहरूको पालाको त्यो पालाको खेर त्यति बेला धेरै वर्ष पहिला अझै पनि गन चाहिँ घटेको छैन दाइको हजुर दाइ के तपाईँ चाहिँ हाम्रो फेरि एभरग्रिन दाइ यहाँ लु हेर्नुहोस् बच्चा नै हुनुहुन्छ उहाँ चाहिँ मेरो पठाउने दाइ हो होइन म भन्दा चाहिँ उमेर के अरे जागिरको सिनियरिटीमा चाहिँ 10-12 वर्ष सिनियर हो तर उमेर चाहिँ लु हेर्नुहोस् गाई चाहिँ होइन म भन्दा त्यसको राजकीय हो यता कहिले नघट्ने ज्यान होइन जस्तोको तस्तै यता फेरि अनुहार मनोज भाइ हामी चाहिँ कोसिस गर्ने बेला भयो अब एकदमै ल मनोज भाइ ल है त तपाईँहरूलाई आज त यस्तै त हजुर भेट्ने नि होइन रमाइलो धेरै लामो समयपछि यस्तो राम्रो वेदर भएको छ हो र हेलो 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 दर्शन नम्बर चाहिँ सबैजनालाई आज टिकटक लाइभ यहाँ कसरी नेट भन्न काम गरिरहेको छ हजुर र हामी पनि टिकटकको साथी नै उहाँ र दिदी चाहिँ र पटनी दिदी पनि हुन्छ हामीसँगै भेटिरहेको छु यहाँ रमाइलो हुन्छ उहाँले टिकटक लाइभ गरेको हुन्छ बहिनीले चाहिँ लु इन्जोय गर्नु होला गोर्खा कप धेरै धेरै सोल्टीहरूसँग भेट्नु होला है त हस् रमाइलो हस् त यहाँ चाहिँ अब के हुँदैछ भनेर म तपाईँहरूलाई गाइस सुनाउन गइरहेको छु र मेरो अगाडि बहिनी हुन्छ हजुरको शुभ नाम नमस्ते म चाहिँ स्वस्तिका श्रेष्ठ स्विडेन ब्रान्चबाट म चाहिँ स्टेट एजेन्ट हो आज चाहिँ हाम्रो पिपल यहाँनिर देख्न सक्नुहुन्छ गोर्खा कप 2026मा छौँ अब चाहिँ लगभग सकिने लागिसकेको छ सभा 6 भइसक्यो होइन जो जति आज आइदिनु भयो हामीलाई जोइन गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि अर्को साल भेट्नु नै छ अफकोर्स अनि हजुरहरूले के गर्नुहुन्छ त ल भन्नुहोस् न त हाम्रो चाहिँ लेटिङ म्यानेजमेन्ट हुन्छ सेल्स हुन्छ त्यसपछि हामीले मोर्गेज पनि हेर्छौँ हामीलाई चाहिँ अब स्टेट एजेन्ट भन्ने बित्तिकै सेल्स एन्ड लेटिङ्स मात्र बुझ्नुहुन्छ तर हामीले चाहिँ ओभरअल म्यानेजमेन्टहरू वेल्सहरू अकाउन्टिङहरू चाहिँ सूर्य.को हजुरले पिपलको एकचोटि म आफै आइ माइसेल्फ होइन म कस्टमर हो म उहाँहरूकैबाट मैले मोर्गेज लिएको छु तपाईँहरूले मोर्गेज पनि प्रोभाइड गर्नुहुन्छ नि त होइन अफकोर्स हो किन युकेमा चाहिँ दिस इज द ओल्डेस्ट वान एन्ड द बेस्ट होइन फर्स्ट वान के अरे मोर्गेज कम्पनी हो नेप्लिस कम्युनिटीमा नाउ इट हेज गन टु लङ होइन अरू कम्युनिटी पनि गएको छ त होइन र हजुर ल मार्केटमा कम्पिटिटर्सहरू धेरै नै हुनुहुन्छ डेफिनेटली अनि यो कम्पिटिटर्स भनेर सम्झिनु भन्दा पनि चाहिँ इट्स अ गुड हेल्दी कम्पिटिसन भनौँ वी आर भेरी ग्ल्याड कि नेपाली कम्युनिटी एक्सप्यान्ड भइरहेछ सबैजना राम्रो गरिराख्नु भएको छ यो बिजनेसमा होइन सबैको लागि त्यति नै शुभकामना छ हाम्रो तर्फबाट पिपल होल फ्यामिली मेम्बर्सबाट ल थ्याङ्क यू धन्यवाद तपाईँको यो छोटो मिठो इन्फर्मेसनको लागि हस् ल अल द बेस्ट टु यू है ल फेरि पनि हस् धन्यवाद ल अघि नै यो कम्पनीको विषयमा यो पिपल मोर्गेजको विषयमा उहाँ हाम्रो बहिनीले बताइसक्नु भएको छ तर विशेष गरेर युकेमा पिपल मोर्गेज नचिन्ने मान्छे कोही छैन युकेमा सबैभन्दा पहिलो मोर्गेज कम्पनी स्थापना गर्ने व्यक्ति र अनर उहाँ हुनुहुन्छ मेरो साइनोले सम्झिनुहुन्छ र उहाँ हुनुहुन्छ सूर्य गुरुङ अनि एकदम प्राउड अफ यु सङ्साब तपाईँले यो एउटा राम्रो काम गर्नुभएको छ यसले गर्दाखेरि होइन हाम्रो नेपाली कमिटीले धेरै फाइदा लिएको छ यसले धेरै सहयोग पुर्याएको छ यसले गर्दा थुप्रै मान्छेहरूको होइन घर किन्नु सहयोग गरेको छ अघि बहिनीले भन्नुभयो नि होइन किन नेपालीहरूको धेरै घर छ प्रायःको भनेर भन्दा बिकज अफ हिम है बिकज हि हेल्प अल पिपल टु बाई होइन हाउस भनेर भन्छु होइन होम भनौँ न युकेमा अनि हजुरलाई कस्तो महसुस भइरहेको छ यति ठुलो काम गरेर तपाईँ त अब अनेस्टली भन्दा चाहिँ मिलिनियर हो क्या अब होइन नेपाली होइन मोर्गेज मिलिनियर चाहिँ उहाँ हुनुहुन्छ होइन त्यस कारण सम्झिन्छ हजुरलाई कस्तो लाग्छ कस्तो फिल भइन्छ हजुर एक हिसाबले सोध्दा यो हाम्रो व्यवसाय हो हजुर र यो व्यवसाय मात्र नभएर एक हिसाबले अब सेवा पनि हो हजुर हजुर हामी चाहिँ अब स्पेसली वी गिभ एडभाइसहरू फाइनेन्सियल एडभाइसहरू गर्छौँ गाइड गर्छौँ मेन्टर गर्छौँ हजुर त्यसमा हामी चाहिँ अब हामी नेपालीहरूलाई अब भन्छ हामी विदेशमा किन आउँछौँ भने अलिकति आर्थिक समृद्धिको लागि एक्ज्याक्टली हो त्यस कारणले चाहिँ हामी कसरी यिनीहरूलाई फाइनेन्सियली इन्डिपेन्डेन्ट इम्पावर गर्ने हेल्थी बनाउने सल्लाह
दिन्छ त्यसमा व्यवसाय मात्र नभएर एउटा सेवा पनि म चाहिँ आप टेकर टोटल्ली होइन लाइक अ सेवा के भन्नु तपाईँहरूले सर्भिस दिनुभएको छ कति मान्छेले हाम्रो नेपाली मान्छेहरूलाई पहिलाबाट माइसेल्फ के आई वाज स्ट्रगलिङ टु फाइन्ड होइन मोर्गेज हाउ टु फाइन्ड मोर्गेज होइन हु टु कन्ट्याक्ट इसेट थियो नि त अब त्यहाँ भित्रभित्र मोर्गेज कम्पनीको त्यहाँ टर्म एन्ड कन्डिसनहरू हुन्थ्यो हामी बुझ्दैन थियौँ नि त अब तपाईँहरूले गरेपछि चाहिँ इट इज इजी टु एक्सप्लेन आवर वाट वी वान्ट भन्ने कुरा अनि तपाईँहरूले पनि होइन तपाईँहरूले पनि अब देखाउनु भयो नि त होइन त्यसमा यस्तो छ फेरि एभ्रिथिङ इज टु वे होइन हजुर हजुर अब म पनि अघि तपाईँले भन्नुभयो त्यति साह्रो सक्सेसफुल त होइन तर पनि म अहिले जहाँ छु अल बिकज अफ हामी नेपाली कम्युनिटीहरू बिकज दे ट्रस्ट मी ट्रस्टेड मी एट द सेम टाइम मैले पनि उनीहरूको ट्रस्टलाई जहिले पनि मेन्टेन गरेँ होइन आई अलवेज वर्क एज अ अनेस्ट होइन अनेस्टमा उनीहरूले चाहिँ राइट एडभाइस इट्स अ म्युचुअल बेनिफिट कम्युनिटीलाई पनि राम्रै भइरहेको छ र एन्ड म पनि वेयर आई एम टुडे इट्स अल बिकज अफ हामी एक्ज्याक्टली तपाईँले म सबैजनालाई चाहिँ हाम्रो पिपललाई मलाई विश्वास गर्नुभयो होइन साथ दिनुभयो किप ट्रस्टिङ अस होइन विल अल्सो ट्राई आवर बेस्ट टु सर्भ आवर कम्युनिटी भेरी वेल हजुर तपाईँहरूले गर्ने भएछ होइन यो एउटा कोइनको दुईवटा पाटा भन्छ नि एउटा सिक्काको दुईवटा पाटा त्यस्तै हो तपाईँहरू बिना हामी पनि अलिक सफल हुँदैनौँ हामी बिना तपाईँहरू सफल हुनु हुँदैन होइन यी म्युचुअल सपोर्ट छ त्यसको लागि थ्याङ्क यू सो मच तपाईँले आँखा दिनुभएको छ अहिले गर्दा तपाईँले गर्दाखेरि थुप्रै फेरि तपाईँकै सौताहरू पनि आएको छ नि है बजारमा त्यसलाई सौता नभन्नु जुनसुकै फिल्डमा व्यवसायमा अझ स्पोर्ट्समा एभ्रिवेयर होइन कम्पिटिसन इज भेरी गुड फर द जेनरल पिपल के जेनरल पब्लिकको लागि जब कम्पिटिसन धेरै हुन्छ त्यो व्यवसायहरू सबैलाई पनि त्यो हाउ टु बी बेटर देन अदर कम्पिटिसन सर्भाइभ त हुनु पर्यो त्यस कारणले चाहिँ कम्पिटिसन इज भेरी गुड त्यस कारण देयर आर सो मेनी कम्पनीज त्यस कारणले मोनोपोली चाहिँ हुँदैन मोनोपोली हुनु झन् राम्रो भयो त्यस कारणले इट्स भेरी गुड एट द सेम टाइम यस्तो हुन्छ मार्केट इज अल्सो ग्रोइङ नेपाली कम्युनिटी गफ हेर्नुहोस् त्यसरी देयर आर इनफ पिपुल इन द मार्केट इनफ फिस इन द पन्ड भन्छ म सबैलाई इनफ छ अगेन म चाहिँ एउटा रिकमेन्ड के गर्छु त भन्दाखेरि तपाईँहरू अघि तपाईँले भने चाहिँ देयर आर सो मेनी नेप्लिज एडभाइजरहरू कम्पनीहरू छ वेयर एभर यु गो हामी नेपालीका जान्छ मका नआउनुहोस् होइन अर्को नेपालीको जानुहोस् होइन इट्स आवर म्युचुअल सपोर्ट यु विल डेफिनेटली गेट different service from the other non-Nepalese companies. म अघि सौतामा भन्दिनँ इज अ पार्ट अफ जोक होइन तर देयर सो मेनी पिपल स्टुडेन्टहरू छ कामले सिकेर इन अ वे होइन स्टुडेन्ट हो के बिकज दे हेभ लर्न फ्रम यु होइन अनि आई एम भेरी ह्याप्पी फर देम बसेर कामले सिकेर इफ दे आर डुइङ वेल होइन आई फिल प्राउड जस्तो सुकै छ त्यसमा हामी competitor, healthy competition, and which is very good for the general people. Community and plus एकदम मिठो कुरा नि भयो खुसी लाग्यो हुन्छ गुड लक तपाईँहरूलाई है त थ्याङ्क यू हस् हजुर ल धन्यवाद यसरी अब मेजर साहबहरूसँग अब यसो कहिले कहिले सधैँ भेटेको होइन यसरी मौका पाउँदैन गोर्खा कप आएको बेला भेटेछ ओ तपाईँले रेकर्ड तपाईँ त अब राम्रो मान्छेलाई सहयोग गर्नुपर्छ नेपालीहरू कहिले बुद्धि खुल्ने हो होइन हजुर नेपालीको बुद्धि खुलेको दिन चाहिँ नेपाल विकास हुन्छ हजुर तपाईँको सपोर्ट मलाई एकदम राम्रो छ अनि त्यो बुद्धिविहीनहरू लुटेर खानेहरूलाई चाहिँ ठिक पार्ने एउटा मात्र एकदम सही कुरा गर्नुभयो तपाईँको र मेरो विचार मिलेको छ तपाईँले पश्चिमतिर पनि गएर तपाईँ हक साम्पाङ के हो र संस्कृति पार्टी के हो भनेर तपाईँले त्यता पनि मेसेज पुऱ्याउने कोसिस गर्नुभयो तपाईँको मैले उहाँहरू होइन तपाईँ फेसबुक लाइभहरू मैले हेरेको थिएँ होइन त्यो घन्टी संस्कृति नेपाली काङ्ग्रेस भन्दा पनि ठुलो छ अहिलेको पार्टीले चाहिँ पार्टीको चाहिँ दर्शन देख्छ त्यसको लागि कालान्तरमा देशलाई उत्थान गर्ने पार्टी चाहिँ कुन हो र त्यसको तपाईँको लिडर चाहिँ को भन्दा हक साम्पाङ अरू पनि राम्रो छन् तर हामीले मनदेखि परीक्षा पास भएको मानिस चाहिँ हक साम्पाङ र उहाँको टिम हामी जयमाटो अब उहाँहरू दुईजनै मेरो भाइहरू हुनुहुन्छ तर उहाँहरू पटनमा होइन मेरो के भन्छ मेरो कथा जस्तो पहिला बाजी खेल्दा चाहिँ हार्दा चाहिँ दाइले चाहिँ त्यो स्नोकरको भाइले पुरानो
कथा ल्याउनु भयो फेरि अब उहाँहरू चाहिँ मेजर साहबहरू हुनुहुन्छ होइन अब भाइहरू हो तर अब होइन अब मलाई ऱ्याङ्कमा त जितेर जानुभयो सेवाहरू सञ्जय ल नेपाल गएर अस्ति निकै रमाइलो गरेर छ त होइन एकदम सबै भ्लग स्टिल बनाउँदैछु यता आउँदा यता आउनु यसो तपाईँ हामी एकचोटि यसो हाई गरौँ त भ्लगमा यता भन्नु यता भ्लगर भएको त होइन ल ल यसको कोसिस गर्दैछु ल तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ है ल हजुर गोर्खा कप नमस्ते गोर्खा कप कस्तो हुँदैछ त एकदम दामी दामी हुन्छ आज टान पनि भइरहेको छ एकदम खुसी लाग्यो हजुर अनि मेरो भाउजूहरू साथीहरू चाहिँ आएको उता कसरी हजुर कहाँ बस्नुहुन्छ अहिले चाहिँ तपाईँहरू प्लम स्टेट हजुर चाहिँ प्लम स्टेट ल म चाहिँ आसफोर्डबाट उहाँ चाहिँ आसफोर्ड हजुर ल खुसी लाग्यो तपाईँहरूलाई पनि भेटेर होइन नेपालको भन्दा यहाँ मान्छे धेरै छ होइन हो तपाईँहरूले नेपालमा मान्छे यति धेरै देख्नु हुनु होला सायद होइन जे होस् निकै धेरै हुन्छ रमाइलो हुन्छ बहिनीलाई पनि भेट्नु पाएँ खुसी लाग्यो आज चाहिँ निकै टाइम भयो होला हजुर आएन आएन धन्यवाद चिनेन मलाई होइन को आउनुभयो त मेरो खगन कहानी लु अहिले तपाईँहरूले चाहिँ च्यानल त्यो सब्सक्राइब गरेको छैन जस्तो छ है गर्दिनँ त्यहाँ ल सब्सक्राइब च्यानल अब यसपाला पनि फेरि मैले खै ड्याडीको नाम को त अर्कै ग्रुपबाट होला मैले चाहिँ आफ्नै उत्तरमा उठाएको थिएँ जम्मा जम्मी मैले चाहिँ 7,55,000 उठाएर पठाइदिएँ होइन मेरोबाट तपाईँ धेरै होइन म एक्लैले एनिवे तपाईँ पनि जोइन हुनुपर्छ है अब जय माटो भनेर ल बहिनी खुसी लाग्यो पछि फेरि भेटौँला अब फेरि उयो छ नि त होइन जुलाई 13मा होइन के 11मा के अरे त्यसमा फेरि चासोतामा त्यहाँ भेट्नुपर्छ है म त्यति बेलाखेरि म पनि आउँछु तपाईँहरूले फेरि मलाई नचिन्नु जस्तो गर्नु पाएन है आज अहिले पनि राम्रो छ एक्ज्याक्टली है ल थ्याङ्क यू नाइस टकिङ टु यु इन्जोय है ल Hey guys, very good. Hello guys. Hello. Thank you. Yes, like subscribe. Thank you guys. Yeah. What's the channel called? The Kogan Kahani. Okay. Yes. Okay, आज खेल्यो पुरो खेल्यो Too young. Next year. Score prediction 2-2 and blue team in on penalties. Oh, is it? La. Okay, let's see. Okay, la. हुन्छ Bye. You know, guys. Thanks. Young guys, come on, young guys. Yeah. That's right. Yeah, come on. What's your name, young guy? Brerok Guru. La. आज के गेम खेलेन? गेम त खेलेन आज हजुर हेर्ने मात्रै आज हेर्ने मात्र हो? Next time. Okay, yeah. I want to record next time, okay? You got to be top scorer next time, okay? You see me. Yeah. Thank you, man. ल यहाँ चाहिँ अहिले हेर्नुहुन्छ चाहिँ थुप्रो प्रोग्राम छ यति प्रोग्राम भएन भने चाहिँ यहाँ चाहिँ गेम आज एकै दिनमा सक्नु असम्भव हुन्छ त्यस कारणले गर्दाखेरि यहाँ विभिन्न ठाउँमा गेमहरू खेलिरहेको छ यदि एउटै कोर्टमा गेम खेल्यो भने चाहिँ गेम आज सकिँदैन यो गेम चाहिँ अथवा यो इभेन्ट चाहिँ 1 डे इभेन्ट हो त्यस कारणले गर्दाखेरि यहाँ 10-12वटा कोर्टहरू छ त्यो कोर्टमा चाहिँ विभिन्न ठाउँमा खेलेर चाहिँ होइन नकआउट हुँदै अनि एडभान्स हुँदै लास्टमा गएर चाहिँ होइन फाइनल खेल्छ
फाइनल्ली भेटरेनहरूको फाइनल म्याच हुनु लागेको छ। अब म त्यहाँको दृश्यहरू तपाईँलाई देखाउनेछु। धेरै लामो देखाउन सक्दिनँ, अलिकता झलक म देखाउँछु। त्यहाँदेखि चाहिँ म फाइनल म्याचसम्म चाहिँ बस्न सक्दिनँ। अब प्रोफेसनल टिमहरूकोमा चाहिँ म बस्न सक्दिनँ। त्यस पछाडि चाहिँ म चाहिँ यहाँबाट लाग्नेछु। अनेस्टली भन्दा आजको इभेन्ट चाहिँ लास्ट इयरको भन्दा अलिकता कमजोरी मतलब उपस्थितिमा कमजोरी हो कि जस्तो देखेँ। पहिलाको जति मान्छे यसपाला धेरै छैन। लास्ट इयर चाहिँ मान्छे वे टु मच थियो भने यसपाला चाहिँ अलिकति थोरै लाग्यो कम्पेरिजनमा। अनि सायद वेदरको कारणले हुनसक्छ, वेदर एकदम टु हट थियो त्यही भएर पनि होला, अथवा टु हट छ त्यही भएर पनि होला। अब यति भन्दै म तपाईँलाई यहाँको गेम देखाउनु गएको छु। हेलो गाइज, ल फाइनल्ली म यो आजको यो गोर्खा कपबाट घर लाग्दैछु। अब फाइनल म्याच चाहिँ तपाईँहरूलाई देखाउन सकिनँ किनभने उनीहरू साह्रै ढिलो गरेर मैले चाहिँ हेर्ने प्लान चाहिँ गरेको थिएँ। तर अब फाइनल म्याच चाहिँ अब कसले जित्यो भनेर अब साथीहरूबाट पनि सुन्नेछु, तर तपाईँहरूलाई देखाउन सक्दिनँ। ल फाइनल्ली गोर्खा कप सकेर हामी चाहिँ घरतिर लाग्दैछौँ। आफ्नो दिशामा आफ्नै रिसोल्टिनी भेट्ने दिशामा लागेर फाइनल युनाइटेड गाडीमा भइयो अनि लाग्दैछ। यस्तो तातो ठाउँमा होइन बियर पनि खानु पाइएन अनि गाडीमा चिसो बनाएर राखेको थियो, त्यसलाई चाहिँ च्याट्ट दिँदैछु। आहा साह्रै मिठो। यता ड्राइभर साहब पनि लिने हो कि? ड्राइभर साहबले अब लिएको के भरे घर पुगेर पपमा चिसो लिने हो। पपको चिसो हो। ल एकैचोटि पाएको पाउँदो आजको ड्राइभर। ल त्यस्तै छ। हामी पहिला कस्तो हुन्थ्यो बुझ्यो नि। ल हामीले पहिला कति कर खप्दैछु बुझ्यो होला नि। ल क्यामेरा अफ गर्नु अनि बाटो देखाउनु अब।